साफे बर्गर बजार हेर्न सक्नुहुन्छ। साफे बर्गर बजार एकदम राम्रो सुन्दर बजार अछाम जिल्लाको। यसलाई हाट बजार पनि भनिँदो रहेछ। ल हजुरहरू हेरेर इन्जोय गर्दै गर्नु होला है त। हामी अब अगाडि बढ्दैछौँ। चाहिँ साफे बगर कटेर अगाडि यता मार्तडीतर्फ अगाडि बढेका छौँ। अब हामी मार्तडी पुगेर खानासाना खान्छौँ, त्यहाँ एकछिन बस्छौँ, आराम गर्छौँ, त्यसपछि हामी अगाडि बढ्छौँ। अब हामी चाहिँ एउटा यहाँ चोक देखेको थियो अघि, त्यो चोकबाट चाहिँ अगाडि मार्तडी अगाडि बढ्यौँ। अब मार्तडी चाहिँ छ 40-42 किलोमिटर। हामी चाहिँ अगाडि बढ्दैछौँ मार्तडी है त। यहाँबाट चाहिँ अछाम जिल्ला समाप्त भएर बाजुरा जिल्ला सुरु हुने रहेछ। हामी चाहिँ अगाडि बढ्दैछौँ। वाटरफल झरना बाटो सहजै छ बाजुराको पनि। जुत्ता सफा भयो पानीले भिजेर। मालिका बजार हामी बझाङ जिल्ला छिरेसँगै अनि बाटोमा एकदम राम्ररी बाटो छ, शान्त सुन्दर बाटो एकदम सहजै छ। बडी मालिका जाने मुख्य राजमार्ग पनि यही हो। यो चाहिँ रिठा बजार, एउटा सानो बजार हो यो रिठा बजार भनेको चाहिँ। यहाँ चाहिँ पाइन्छ दैनिक उपभोग्य सामानहरू पाइन्छ। गाउँबाट आउनुहुन्छ लिनको लागि। हामी चाहिँ अगाडि बढिरहेछौँ, हेरेर रहनु होला। उता काठमाडौँ, यता बेलतामान्डो भन्ने बजार रहेछ एउटा सानो। अब हामी चिया पान चाहिँ खाने विचार गरिरहेका छौँ। चिया पान पाइन्छ कि पाइँदैन यता हेरौँ है त। चिया खानु पर्यो, चिया खान मन लागेको छ साह्रै। खै छैन जस्तो यता त। चाहिँ बामका बजार, बामका बजार आइपुग्यौँ हामी। अब अगाडि जाँदैछौँ मार्तडीको लागि। सानो बजार छ।
यहाँबाट गाउँतिर जानको लागि पनि गाडी छुट्ने रहेछ, गाडीहरू पनि पाउने बोलेरोहरू। हामी निरन्तर अघि बढिराखेका छौँ, हेर्दै रहनुहोला। अहिले चाहिँ यहाँ मान्छे बित्नु भएर चाहिँ घाटतर्फ लैजाने कार्यक्रम रहेछ। यहाँको चलनचल्ती अनुसार बाजा बजाएर लानुपर्ने। मलामीहरूले सबैले एउटा एउटा पिस्ने दाउरा पनि बोकेर लानुपर्ने रहेछ। उहाँको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भनौँ। हार्दिक श्रद्धाञ्जली। चाहिँ जडङ्गा एउटा बस्ती हो, एउटा गाउँ राम्रो बस्ती छ। अब यहाँबाट मार्तडी जम्मा अब 15 किलोमिटर। यहाँ पनि राम्रै छ बाटो, हेर्न सक्नुहुन्छ। कालो पिच, सफा बाटो छ, केही गाह्रो छैन मार्तडी पुग्नलाई। र हामी अगाडि बढिराखेका छौँ। आज अब मार्तडी पुगिन्छ, हेर्दै रहनुहोला।
मारतडी बजार लगभग छेउमै पुगिसकेका छौँ। हजुरलाई एकछिन मारतडी बजार पनि घुमाउनेछु। हाम्रो भिडियो हेर्दै गर्नु होला। यो बजार क्षेत्र मारतडीको बजार क्षेत्र हेर्नुहोस्। मारतडी बजार एकदमै ठुलो बजार हेर्न सक्नुहुन्छ। एकदमै ठुलो बजार छ मारतडी। यो बाजुरा जिल्लाको सबभन्दा पुरानो बजार पनि र यो मुख्य केन्द्रको बजार पनि रहेको छ। यो चाहिँ बडी मालिका जाने उकालो बाटो है। उकालो बाटो सुरु भयो, हामी चाहिँ उकालोतिर लाग्दैछौँ। हेर्नुहोस् बाटो यस्तै छ, मोटरसाइकल जान्छ मजाले आरामले। हामी सोतापाटनसम्म जान्छ अरे मोटरसाइकल, त्यही भएर सोतापाटनसम्म मोटरसाइकल लिएर जान्छौँ। अनि त्यसपछि हाम्रो चाहिँ लोडले एक ठाउँमा चाहिँ अलि अप्ठ्यारो रहेछ बाटो, अलि उकाल्न गाह्रो परेको थियो, तर गयो। साथीलाई ओह्रालेर मैले चलाएँ, जस निक्ल्यो माथिसम्म। अब त खासै नराम्रो पनि छैन बाटो, मजाले जान्छ। हेर्नुहोस् छ बाटो। बाटो राम्रै छ, कोही घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ बाइक लिएर। मजाले सरस बाटो है। मलाई चाहिँ मजा आयो बाइक चलाउनु नै। अफरोडिङ जान मन हुने मान्छेलाई अफरोडिङ जान्छु बाइक लिएर भन्नुहुन्छ भने आउनुहोस् है, मजाले आउँछ बाइकहरू। गाडी रिजर्भ गरेर पनि तपाईँ मारतडी बजारबाट बोलेरोहरू रिजर्भ गरेर पनि आउन सक्नुहुन्छ। ग्रुपमा छ भने, ग्रुपमा हुनुहुन्छ भने, होइन भने चाहिँ यातायातको साधनहरू तपाईँसँगै छ, बाइकहरू कन्डिसनमा छ, राम्रै छ भने लिएर आउन सक्नुहुन्छ है त। यहाँ चाहिँ हामी अब मोटरसाइकल छोडियो, मोटरसाइकल छोडेर चाहिँ यहाँ माथि आउँदैछौँ। हिँडेर आउँदाखेरि चाहिँ यहाँ एउटा धर्मशाला देखियो, हेर्नुहोस् धर्मशाला। अब हामी चाहिँ यो बाटोबाट सिधा माथि सर्टकट बाटो ट्रेल रहेछ यो, हामी यो बाटो लागेर अगाडि जान्छौँ है त। हेर्दै रहनु होला।
यहाँ सरले चाहिँ आधी घन्टामा पुगिन्छ भन्नुभएको छ। ल अब पुगिनु लाग्यो सोत्तापाटन, हेर्दै रहनु होला। सोत्तापाटन है, हामी सोत्तापाटन आइपुग्यौँ। अब हाम्रो बस चाहिँ यहाँ पारी, यहाँ हजुर देख्नु भएको छ कि छैन, घरहरू देखिरहेछ। यो चाहिँ गोठहरू या के भन्छ धर्मशाला। यतातिर हेर्नुहोस् पाटन पुरै दामी छ, सोत्तापाटन। हाम्रो बास चाहिँ आज यहाँ भित्र भएको छ। यसलाई चाहिँ छानो बनिँदो रहेछ यहाँको लोकल भाषामा। यो चाहिँ जस्तै गोठ जस्तै हो। र आज हाम्रो बास चाहिँ यहाँ छ। भोलि बिहान हामी बडी माइलतर्फ लाग्नेछौँ र त्यहाँ दृश्यहरू हजुरलाई देखाउँदै हाम्रो भिडियो अन्त्य गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नु होला है त। लागन जे कल्याली पुटे आयो होइन, तलौडो निक्लिएको हो क्या, ओरो डाँडा निक्लिएको हो। डाँडा निक्लिएको वहीँ मुथि ढिस्का पनि ऊ बिहा, अल्का पनि ऊ बिहा, ठेकौडा हो बिहा। ओहो ओरो जान्छ 50 का अरे नाफो गल्दा त गल्यो हिते। हामी चाहिँ योभन्दा अगाडि बढ्न सकेनौँ, किनभने धेरै चिसो भएको र धेरै टाढा पुग्नु पर्ने चाहिँ। यहाँबाट पनि घोडेपाटनदेखि पनि 3 दिनमा चाहिँ हामी मन्दिर पुग्न सक्ने रहेछौँ। र हाम्रो प्रिपरेसन, हाम्रो तयारी पुरा नभएको कारण हामी यहाँसम्म बिट मारेर हामी यहाँबाट फिर्ता गर्ने हुनेछ। आजको यात्रा हाम्रो यहीँसम्म मात्र हो त। धन्यवाद। भिडियो हेर्दै रहनु होला। तल्लोबाटी मान्छे आएपछि 5-6 बजेतिर आऊ भन्ने अनि आएपछि ट्याक्क हिँडेर सबै त्यो पाल्को हाल्को सब